कथा भजन मण्डली र विरोधको स्वर। गाउँको पुरानो मन्दिर अगाडि साप्ताहिक भजन मण्डली बसेको थियो। ढोल मादल हार्मोनियमको धुनसँगै सामूहिक भजन गुन्जिरहेको थियो। राम नाम सत्य छ, धर्मको बाटो साँचो छ। त्यही दिन सरिता र शिव पनि भजन मण्डलीमा पुगे। तर उनीहरू भजन गाउन होइन, एक नयाँ भजन लिएर आएका थिए। भजनको शब्द यस्तो थियो: जातले नापिँदैन श्रद्धा, मान्छेले नापिन्छ कर्मले। मन्दिर त खोलौ सबैका लागि, ईश्वरको घरमा ताला किन? हार्मोनियममा शिव, गजलको तालमा सरिता। धेरै युवाहरू चुपचाप सुनिरहेका थिए। तर मण्डलीका मुखिया हरिकृष्ण जोशी खनिए। यी केटीले मन्दिरलाई नाटक घर बनाउने अनि दलित केटोले भजन गाउने। मन्दिर अपवित्र भयो। एकाएक चर्को हल्ला मच्चियो। बाहिर निकाल यिनीहरूलाई। सरिता भट्टराईले हाम्रो धर्म नै बिगारिन्। शिव चुप थिए। तर सरिताको स्वर फेरि उठ्यो, तर देशमा अलिक थरथराएको स्वरमा। यदि मन्दिर जातको हो भने यो ईश्वरको होइन, तपाईहरूको व्यक्तिगत सम्पत्ति हो। तर यदि यो साँच्चीकै धर्मको स्थान हो भने म यहाँ गाउन पनि पाउँछु, शिवले बस्न पनि पाउँछ। मण्डली आधा टुक्रियो। केही मानिसहरू उठेर समर्थन जनाए। यिनीहरूले त साँचो धर्मको कुरा गरे। भजनमा जात खोज्ने हामीको। तर त्यही बेलामा हरिकृष्णले शिवतिर औलो तेर्साउँदै बोले, सरिता, तँ ब्राह्मणकी छोरी हौ, दलितसँग यस्तो सम्बन्ध राखेकी छेस् भने अब म तेरो नाम कुलबाट हटाउँछु। सरिता मौन रहिन्। हावा चिसो हुँदै गयो। शिवको हात समाउँदै भनी, तपाईको कुलबाट हटाइए पनि म मानवताको कुलबाट हटिन, र त्यो मेरो सबैभन्दा ठूलो कुल हो। त्यस दिन भजन मण्डली भत्कियो। तर सरिता र शिवको विश्वास बलियो भयो। शिवले डायरीमा लेखे, धर्म यदि विभाजन ल्याउँछ भने त्यो पूजा होइन, अहंकार हो। तर आज मैले देखेँ, एउटा केटीले त्यो अहंकारसँग दिउँसोको घाम ढल्दै थियो। सरिता आफ्नै कोठामा पुराना किताबहरू सुमसुम्याइरहेकी थिइन्। एक पुरानो ट्रङ्क खोल्दा कागजको एउटा पातलो गाडीमा बेरिएको चिट्ठा पुस्तिका भेटिन्। त्यो थिई उनकी आमाको डायरी। आमा सावित्री भट्टराई, एक शान्त स्वभावकी, धार्मिक परम्परावादी तर गहिरो सोच भएकी। सरिता चुपचाप डायरी पल्टाउँदै गइन्। भित्रका पानामा भर्खरै हराएको प्रेम जस्तो गन्ध थियो। एक पानामा लेखिएको थियो, म लाजले कहिल्यै बताउन सकिन, म एकजना लोहार केटासँग प्रेम गर्थे। ऊ पढे लेखेको थिएन, तर उसले मलाई बुब मन सक्थ्यो। तर म ब्राह्मण थिएँ र ऊ अस्पृश्य। म डरले चिच्याउन सकिन, र ऊ चुपचाप गाउँ छोडेर गयो। पढेर सरिताको आँखाबाट आँसु बग्न थाल्यो। उनले डायरीका अन्तिम लाइनहरू फेरि पढिन्। यदि कहिल्यै मेरी छोरी हुन्छ भने म चाहन्छु उसले माया गुमाउनु नपरोस्। जातका नाममा म मरे पनि उसले मभित्र अधुरो सपना पूरा गरिदियोस्। सरिता चुपचाप उठिन्। आँखामा आँसु थियो, तर ओठमा दृढता। शिवलाई भेटेर भनिन्, तपाईँ थाहा पाउनुहुन्छ, मेरी आमाले पनि तपाईँ जस्ता मान्छेलाई माया गरेकी थिइन्। तर डरले चुप रहिन्। म डराउँदिन, म बोल्छु, म लड्छु, म माया गर्छु। शिव अवाक भए। धेरै कुरा भन्न सक्थे, तर केवल त्यति मात्र भने, तपाईकी आमाको अधुरो प्रेम अब मेरो प्रेरणा बनोस्। त्यस रात सरिताले आमाको डायरी आँखा मुनि राखेर सुतिन्। कुनै देवी जस्तो शान्ति थियो उसको मुहारमा। शिवले डायरीमा लेखे, 2 पुस्ताको माया, एकजना छोरीले समेट्दैछ। अब यो माया जातको पर्खालमा रोकिने छैन, किनभने यो माया अधुरो इतिहासको निरन्तरता हो। धन्यवाद। अर्को भागको लागि प्रतीक्षा गर्नुहोला।